नमस्ते अनि वेलकम ब्याक टु माई च्यानल साथीहरू। आज चाहिँ मैले हाम्रो सानो बेबीहरूको लागि खानु जाउलीको रेसिपी ल्याएको छु है। फर्स्टमा चाहिँ मैले चाहिँ यहाँ थोरै घिउ राख्दैछु साथीहरू, देख्न सक्नुहुन्छ। यहाँ चाहिँ थोरै घिउ राख्ने अनि घिउलाई चाहिँ मजाले पक्लिन दिने। अनि त्यस पछाडि चाहिँ यो मैले यहाँ थोरै मेथी, ज्वानो अनि जायफल अलिकति राखेको छु है साथीहरू। यो चाहिँ जाडोमा बच्चाहरूलाई एकदम राम्रो हुन्छ। अनि त्यस पछाडि मैले थोरै बेसार राखेँ। अनि बेसार र त्यो अघिको ज्वानो मेथीहरूलाई चाहिँ यसरी मजाले मिक्स हुन दिने। अनि त्यस पछाडि मैले चाहिँ यहाँ थोरै गाजर, आलु अनि ब्रोकाउली अनि टमाटर लिएको छु। अब यसलाई पनि हामीले त्यही घिउमा यसरी मजाले राखिदिने। अनि यसरी राखिसकेपछि चाहिँ यो मैले गाजर हाल्दैछु। अनि मैले अब यो चाहिँ ब्रोकाउली है, मैले ब्रोकाउली नै हालेँ। अनि यसमा मैले अब टमाटर पनि थोरै लिएको छु। टमाटर चाहिँ हजुरहरूले अब सानो छ भने एउटा अनि ठुलो छ भने चाहिँ आधी राख्नु है, अब किनकि थोरै हुन्छ नि त जाउली बच्चाहरूलाई। अनि यसरी मजाले फ्राई गर्ने यसलाई चाहिँ एकछिन पाँच मिनट जति चाहिँ फ्राई गर्ने। हजुरले ग्यास चाहिँ सानो लो फ्लेममा राख्नु भयो है। अनि त्यस पछाडि मैले यहाँ अघि नै मैले भिजाएर राखेको चामल अनि दाल, मुसुरीको दाल र मुङको दाल मिसाएर राखेको थिएँ, त्यसलाई पनि राखिदिएँ। अब हामीले यो सबै कुरा राखिसकेपछि पनि एकचोटि चाहिँ मजाले चलाउने। अनि यसरी चलाइसकेपछि चाहिँ हजुरले अब यो जाउली हो घरिघरि चलाउँदै छोप्दै गर्न पर्ने। हजुरहरूले चाहिँ अब यसलाई चाहिँ कति चाहिन्छ, अब कतिले चाहिँ हजुरलाई पाक्छ जाउला जस्तो लाग्छ त्यति चाहिँ हजुरले अड्कलेर यसरी पानी राख्न सक्नुहुन्छ। मैले चाहिँ यहाँ अब पानी राख्दैछु, हेर्नुहोस्। अनि अब भात जसरी थोरै राख्नुभयो भने चाहिँ भात जस्तै हुन्छ, अलिकति धेरै नै पानी राख्नुभयो भने चाहिँ बल्ल जाउली हुन्छ है। अनि मैले चाहिँ यसलाई यसरी बिर्को लगाएँ। अब बिर्को लगाइसकेपछि चाहिँ हजुरहरूले यहाँ चाहिँ कम्तीमा पनि 8 सिटी के भने 8-10 सिटी चाहिँ यसरी मजाले सिटी जान दिनुपर्ने हुन्छ। अनि त्यस पछाडि चाहिँ देख्न सक्नुहुन्छ साथीहरू, मेरो यहाँ जाउली चाहिँ पाकेर यत्तिकै भइसकेछ है। अब हामीले चाहिँ यसलाई म्यास गर्ने, हजुरको म्यास गर्ने चिज छ भने गर्नु, नत्र मैले चाहिँ पन्युले नै यसरी थिचेर यसलाई बच्चाहरूलाई खान मिल्ने बनाएँ। मेरो नानी चाहिँ अहिले 8 महिनाको भयो, अब 9 महिना लाग्दैछ। अनि उसलाई चाहिँ यतिको चाहिँ उसले खान सक्छ। अनि मैले यसरी उसलाई पानी अनि जाउली यो साइडमा भएको बडुकामा चाहिँ चिसो बनाएर दिनलाई, उसलाई अगाडि खाना आइसकेपछि आतुरी भइहाल्छ, त्यही भएर चिसो बनाएर दिनको लागि छेउमा बटुकी देख्न सक्नुहुन्छ। मेरो सानो पुन्टुरू खानालाई एकदम रेडी। उसलाई चाहिँ खानेकुराहरू एकदम मनपर्छ। अनि अगाडि आइसकेपछि त झन् धेरै आत्तिन्छन्। अनि मैले त्यही भएर चिसो बनाउनलाई छुट्टै एउटा बटुकी राखेको छु। अनि उसले चाहिँ यसरी गम खाइदिए साथीहरू, यसरी है। अब हजुरहरूले पनि यसरी नै आफ्नो बेबीहरूलाई घरमा बनाएर दिन सक्नुहुन्छ। यो रेसिपी हजुरहरूलाई कस्तो लाग्यो एकचोटि ट्राई गर्नु होला। अनि कस्तो लाग्यो भनेर नि हजुरहरूले कमेन्टमा लेख्न नबिर्सिनु होला। यो चाहिँ मेरो नानीको है, उसको दाइसँग खेल्ने टाइम खाइसकेपछि चाहिँ उसलाई एनर्जी आएर है यहाँ यत्तिको खेल्ने, दाइसँग खेल्ने जाँगर चलिरहेको छ। 8 मन्थ पुरा भयो नि, ऊ चाहिँ यतिको उभिन सक्ने भएको छ है, जहाँ पनि उभिन खोज्छ। यति नै हो साथीहरू आजको लागि चाहिँ है। मेरो भिडियो कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सिनु होला। अनि प्लिज मेरो च्यानललाई सब्सक्राइब अनि लाइक सेयर पनि गरिदिनु होला है। आजको लागि चाहिँ यति नै। फेरि पनि हामी भेट्दै गरौँला भन्दै म चाहिँ हजुरहरू सामुबाट बिदा हुन चाहे। बाई बाई, नमस्ते, छ्याजालो छोडले फ्याफुल्ला है।